बलिएको न्याय हुने नेताको न्याय नहुने कहाँ लग्ने मेरा छोराछोरी जिपर्काको अगाडि गएर मैले पेट्रोल छोडेको अनि म अस्ति जल्न लागेको थिएँ कि कारण नि मलाई जलाउन। दर्शकवृन्द नमस्कार, म यति बेला सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वार्ड नम्बर 3 स्थित अभियुक्त ठग कनक थापाको घरमा आइपुगेको छु। पीडित रामकुमारी भट्टराई सहित हामी यहाँ आइपुगेका हौँ र यहाँ छलफलको प्रक्रिया अगाडि बढ्दैछ। अगाडि के हुन्छ हेर्नुहोस् है त। बुवाको नाम के हो? बुवाको नाम कनक थापा। तपाईँ छोरा हो? छोरा तपाईँ? छलफल गर्ने किन भन्दाखेरि कता कता बेचिएको र अब किन भन्दाखेरि मुद्दा परेको के त्यो घर बिक्री भइसक्यो। 37 लाख मेरो 4 लाखले काठमाडौँ मुद्दा परेको काठमाडौँ मुद्दा त पर्यो होइन, यसको त छानबिन हुनु पर्यो नि त। मैले आज मेरो घरबार तोडिएको छ, मेरो आज सारा केटाकेटीको बिचल्ली गएको छ। मलाई झुक्क्याएर यसरी खुन्डा लगाएर मेरो बेइज्जती गराएर एउटा घर उहाँको उसले फुपूले कब्जा गर्नुभयो, एउटा घर उहाँको बुवाले कब्जा गर्नुभयो, दुईटा घर दुईटा साउले कब्जा गरेपछि मान्छे कसरी बाँच्छ भन्नु त 4 लाखले के 4 लाखले मेरो घर कब्जा गरिदिनु। हामी बाँच्न नपाउने, हाम्रा छोराछोरीले पढ्न नपाउने, टुकुरा छोराछोरी पालेर मैले राहत दिएको, एसओएसले दिएको, मैले त्यस्तो गरेर ल्याएको पसिना हालेको घर हो क्या। उहाँहरूले कब्जा गर्न पाइन्छ? यस्ता धनी व्यक्तिहरूले कतिजना छन्, तृतीय सुनारलाई पनि बोलाउँछु मैले। कतिजनाको घरबार बिगाड्ने के सम्पत्ति ठुलो होइन कि, एकदिन मरेर जाने जिन्दगी हो कि। घर यहाँबाट घर कति टाढा छ तपाईँको? हिँड्नेरी तल छ, हिँड्नेरी थोरै तल्तिर। त्यो वीरेन्द्र नगरपालिकाको कति नम्बर वडामा पर्छ? यो कति सालमा उहाँहरूले यो यसरी कब्जा गर्नुभएको? वैशाख 27 गते 3 वर्षतिर लाग्छ उहाँले घर पास कब्जा गरेको। उहाँले 4 लाखले मेरो घर कब्जा गर्नुभयो कि, गुन्डा लगाएर। अहिले त्यति बेलाको त्यहाँ चलन चल्तीको मूल्य कति हो? त्यहाँको चलन चल्तीको मूल्य मैले 33 लाखमा बेचेको। 33 लाखमा बेचेँ दिएको मैले। अनि 4 लाख मात्रै दिनुभयो? अरू 4 लाख मैले उहाँबाट मैले ऋण लगाएको थिएँ, अनि 103% मैले ऋण लगाएको थिएँ। अनि त्यो ऋण पटाउनुहोस्, अरू बाँकी पैसा मलाई 33 लाखमा दिने भन्नुभयो हो? 33 लाख मूल्य भएको। म छातीमा हात राखेको मूल्य भयो? खाने मान्छे पनि होइन, झुट बोल्ने मान्छे पनि होइन। अनि उहाँले ल पटाउनुहोस् तपाईँको, मलाई अरू पैसा दिनुहोस् भनेपछि 1 रुपियाँ के गर्छ सर तेरो घर धम्की दिनुभयो कि उहाँको मम्मीले मलाई। अनि मैले बाँच्न पाउने नपाउने, दुई भाइ बहिनीले दुईटा घर कब्जा गरिदिएपछि बाँच्छन् सम्पत्ति। एउटा एकल महिला सम्पत्ति कति हुन्छ र भन्नु त? टुकुरा छोरी मेरा 12-13 वर्षको माइतमा बसेको। मैले माइतमा भए म एक ठाउँमा राखौँला मेरा छोराछोरी भनेर मैले रगत पसिना गरेर बनाएको। एक नम्बर मिटर बेची उहाँको परिवार जति मिटर बेची कोही पनि छैन सुर्खेतमा। 1 नम्बर मिटर बेची हो उहाँहरू। मैले हाकेर भन्छु कि मलाई फाँसी दिनुहोस्, उहाँहरूलाई कारबाही सम्पत्ति शुद्धिकरण हुनैपर्छ। होइन भने पेट्रोल छड्केर उहाँको नाममा जल्छु के। ठुल्ठुला कुरा गर्ने, आफ्नो पैसा लगेर हाम्रो पैसा नदिने, हाम्रो पैसा होइन। उहाँहरू जस्तो ठकेर चोरेर कमाएन क्या मैले आँसु पसिना बगाएर मैले बाटो खनेर मैले दाउरा बेचेर कमाएको घर हो क्या। मैले लुटेर कमाएको होइन, मैले मेरा मुले छोरी राखौँला भनेर मैले बनाएको घर हो। मलाई फसाउने भन्नुहोस्, तपाईँ पनि एउटा वृद्ध बुवा हो, तपाईँले पनि न्याय गर्नुपर्छ। आफ्नो मैले हो तपाईँको काटेपछि बाँकी पैसा मलाई दिने कि नै ल भन्नुहोस्। हो उहाँको माया लाग्छ नि, हामीलाई लाग्दैन? मलाई लाग्दैन। आज 3 वर्ष भयो दुई भाइले दुईटा घर कब्जा गरिदिएपछि म बाँच्ने कसरी ल भन्नु त? म कसरी बाँच्ने? हो तपाईँहरू पनि भोलि म जस्तै फन्दा नपर्नु होला।
त्यही त हामीलाई थाहा छैन नि त तपाईलाई के थाहा छ नभएको कुरा हामी त हाम्रो गाउँमा किन हामी बोल्न त्यो चोट तपाईलाई नि पर्न सक्छ तपाईलाई पनि मेरो भन्दा बढी हुन सक्ला मैले यति तडपेर हिँडेको छु उहाँको घरमा म 3 वर्ष खुट्टा ढोक्दै जाँदै अङ्कल तपाईँले पाउनुभयो मेरो दिन लाउनुहोस् अस्ति पनि आएर आन्टी त्यहाँ साग टिप्न लाग्नु भएको थियो म आएर भनेर गएको आन्टी म बाँच्नु सक्दैन मेरा छोराछोरीलाई एक जोड चप्पल किनेर दिने शक्ति छैन मैले एक जोड कपडा किनेर ल्याउनु शक्ति छैन मेरो सारा सम्पत्ति लुटेर मलाई गुन्डा लगाएनन् किनेर मलाई यति सत्य कमाउँथेन भने यिनीहरूले मलाई कोही कोहीले मारेर फालिदिन्थे मार्ने प्रयत्न पनि भयो तपाईँमाथि 4 पाटे मुडेर नालीमा फालिदिन्छु भन्नुभएको छ मलाई कति अत्याचार अन्याय मलाई पनि मिडियामा आएर कराउनु मन त्यति बेला तपाईँले प्रहरीलाई रिपोर्ट गर्नु भएन दुश्मन होला मेरो पनि शत्रु भरि होला आएर मैले मिडियामा यस्तरी कराउन मलाई पनि मेरो पनि एउटा इज्जत होला थाहा भन्नु मेरा छोराछोरी कहाँ लगो बलिएको न्याय हुने एउटाको न्याय नहुने कहाँ लग्ने मेरा छोराछोरी जिपर्काको अगाडि गएर मैले पेट्रोल छोडेको अनि म अस्ति जल्न लागेको थिएँ कि कारण मलाई जलाउने कारण यिनीहरू हुन् म कहाँ जाने नभन्नु मेरो पैसा दियो भन्दाखेरि मलाई गुन्डागिर्दी गर्ने हडा पर्सी लाग्न आउने यिनीहरू जे पाए त्यही गर्न पाइन्छ मेरो पैसा फिर्ता दिनु पऱ्यो कि नै भन्नु त मैले असत्य मागेको छु भने मेरो सर्वनाश होस् सुर्खेत देउती बजाइ मेरो अगुताली बाँडे होइन भने यिनको सर्वनाश होस् साराको घरबार बिगारेका छन् साराको तहस नहस गराएको छन् यिनीहरूमाथि छानबिन गर सरकार होइन भने मलाई गोली हानेर जिउँदै जाला मलाई हत्या गरिसके यिनीहरू मैले पाउने पैसा नपाउने म कहाँ जाने मेरो आउने ठाउँ त मैले माग्नु पऱ्यो त यिनीहरूले मलाई खेदी मेरो घर पास गरे अहिले मेरो पैसा फिर्ता नदिने मैले कसरी बाँच म काँक्री बिहारको जङ्गलमा म 6 महिना मैले लुकेर बसेँ कि मैले मेरो पीडा तपाईँले मालपोतमा गएर पास दिँदाखेरि पैसा नलिएरै पास लगेजमा छ दिन्छु भन्नुभयो क्या एउटा आन्टी एउटा चिनेको बाउ आमाले छोराछोरीमाथि लगेजमा छ दिन्छु भन्नुभयो पछि घर आएपछि के भन्नुभयो तल आएपछि 5 लाख रुपियाँ दिनुभयो 33 लाखको 5 लाख कसले बुझ्छ कि नै भन्नु त मैले ल्याइनँ मैले उहीँ छोडिदिएँ त्यहाँबाट त त्यही 5 लाख पनि दिनु भन्नु कि पछि त धम्की दिने के पुग्छेस् जा मुद्दाल तेरो कानुनले के हेर्छ तैँले के गर्न सक्छेस् तँ यहाँ आयो भने नालीमा फालिदिन्छु अनि तँलाई 4 पाटे मुट्छु मलाई यस्तो अपशब्दहरू उहाँहरूले प्रयोग गर्नुभएको छ कि वीरेन्द्र चोक अगाडि अझै उल्टै पुलिस बोलाउनु भयो कि मलाई मेरो दोकान चोर्न आयो भने त मनिष सुनार लिएर त्यस्तो पैसा माग्न जाने बेला मैले कहाँ छ मनिष सुनारको दोकान छ त्यहाँ बजार छ अहिले त्यहाँ पनि लैजान्छु मैले मेरो घर यसरी यिनीहरू कतिका गुन्डाहरू छन् भन्ने त त्यहाँ सबले बोल्छन् कि मलाई कति अन्य मिडियाको अगाडि बोल्न कसलाई मन हुन्छ भन्नु त अत्याचार गरेर म अब बाँच्न नसक्ने स्टेपमा गएर मैले यो गरेको हो कि 3 वर्ष आन्टीको घरमा आएँ कि म 3 वर्ष उहाँको खुट्टामा हरचोटि मैले ढोगेँ आन्टी मलाई पैसा दिनु म ऋण तिर्छु मेरो छोराछोरीले नि पढ्नु मेरो बच्चा स्कुल जानु मेरी छोरीहरू पटक डोरी समातेर हिँड्छन् मामा र बस्छन् कति टर्चर छ डोरी के किन समाते अब यसरी खाइदिए म बौला भइरहन्छु एउटा मम्मी थिए बाबु त छ गुमायौँ हामी मम्मी पनि मरिहाल्यो भने हामी कहाँ जाने मेरो छोरीहरू दर्शक महानुभावहरू यो पीडाको कथा यो दुःखको रोदनलाई सुनेर तपाईँहरूले निर्णय गरिदिनु होला यो दिदीलाई घरबार विहीन बनाउने ती अनुचित लेनदेन गरेर आफ्नो लुटको स्वर्ग बनाउन चाहनेहरूलाई सम्बन्धित निकायले छिटोभन्दा छिटो कारबाहीको दायरामा ल्याओस्। अहिलेका लागि म बिदा हुन्छु। जनपत्रकार राजन, नमस्कार, शुभ दिन।